जय मसीह टोकियो नेपाली मण्डलीतर्फ जय मसीह। अनि प्रभुलाई महिमा भएको विशेष गरिकन आज हामी एउटा खुसीको समयमा आएका छौँ। विशेष हाम्रो आदरणीय मेरो प्रिय मित्र हाम्रो विजय सुनारज्यू, हाम्रो प्रिय भाइ आमोस लिम्बुज्यू र प्रिय भाइ हाम्रो सोमराज भाइ यसरी पास्टर र एल्डरमा अभिषेक हुनुभएकोमा म मण्डली तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। अनि यो चाहिँ एकदम मलाई एकदम खुसी लाग्छ। अघि नै हाम्रो आदरणीय पास्टरज्यूले हाम्रो तीनैजना हाम्रो आज अभिषेक हुनुभएका हाम्रो अगुवाज्यूहरूको बारेमा भनिसक्नु भएको छ। अनि मत्ती पुस्तक 5:5ले भन्छ नम्रहरूले चाहिँ पृथ्वीमा अधिकार पाउनेछ, अधिकार गर्नेछ। आमेन। अनि म साँच्चै नै मैले हेर्दै गर्दा हाम्रो विजय सुनारज्यू अनि उहाँ अति नै नम्र हुनुहुन्छ। अनि हामी सँगै ईसाईता समाजको टिममा बसेर धेरै समय काम गऱ्यौँ। अनि उहाँले जहिले पनि पोजिटिभली ईसाई समाजलाई लिडिङ गर्नुभयो। अनि साँच्चै नै धेरै नम्र हुनुहुन्छ। अनि आमोस भाइसँग पनि हामीले केही समय सँगै सङ्गति गऱ्यौँ। मलाई अहिले यस्तो लाग्छ, मैले सम्झिँदै थिएँ होइन, कहिलेकाहीँ कस्तो हुँदो रहेछ जब मान्छे हामीसँग हुन्छ हामीले मान्छे चिन्दैन रहेछौँ होइन, तर जब हाम्रो हातबाट उम्किन्छ अनि हामीले मान्छेलाई चिन्दो रहेछौँ होइन। अनि हिजो आमोस भाइ हामी उत्साह मण्डलीमा पास्टरज्यू हामी सँगै थियौँ नि त होइन। अनि त्यतिखेर हामीले आमोस भाइलाई चिनेको रहेन रहेछौँ होइन। तर अहिले हेर्दै गर्दा देख्दै गर्दा मलाई खुसी लाग्छ, किनभने यो सबै कुराको समय हुन्छ है। परमेश्वरको वचनले भन्छ स्वर्गबाट मानिसलाई नदिएसम्म उसले केही पनि पाउन सक्दैन। हामी र आज जे कुरो भएको छ ठिक समय भएको छ। अनि विशेष गरिकन एउटा चिवा नेपाली मण्डली लगायत हाम्रो आदरणीय पास्टर जोसुवा लेप्चाज्यू होइन, उहाँको नेतृत्वमा जुन मण्डलीहरू तपाईँहरूले एउटा चलाइराख्नु भएको छ। अहिले नयाँ सृष्टि नेपाली मण्डली सुरु गर्नुभएको छ, म बधाई दिन चाहन्छु। अनि एउटा लिडरले चाहिँ एउटा चेला तयार गर्नु चाहिँ एकदम ठुलो कुरा हो, यो चाहिँ खुसीको कुरा। आमेन। अनि हामीले पनि यो कुरा पाठ सिक्न आवश्यक छ। तपाईँ हेर्नुभयो भने मूसाले यहोशुलाई तयार गर्दै गयो होइन, तर यहोशु पछि के भयो त भन्दा होइन अन्धकारको युग आयो। मलाई लाग्छ त्यहाँ यहोशुले सायद चेलापन निर्माण गर्न सकेन कि प्रश्न आउँछ क्या कहिलेकाहीँ। त्यो अन्धकारको युगतिर किन मानिसहरू धकाले? त्यहाँ हामी हेर्छौँ भने एउटा पुस्ता हरायो भन्छ क्या। एउटा पुस्ता यस्तो पुस्ता आयो अरे जुन पुस्ताले चाहिँ परमेश्वरलाई चिन्दैन थियो अरे, त्यो पुस्ताले चाहिँ परमेश्वरको बारेमा जान्दैन थियो अरे। किन त भन्दा त्यो लिडरसिपले त्यो लिडरहरू उत्पादन गर्न सकेन, जसले गर्दा अन्धकारको युगमा त्यो समयमा मानिसहरूले धेरै कष्टको समयहरू बिताउनु पर्यो। आज चिवा नेपाली मण्डलीले होइन हाम्रो पास्टरज्यू हुँदाहुँदै पनि पास्टरहरू निर्माण गर्दै गर्दा होइन मलाई गर्व लाग्छ होइन। बाइबलले भन्छ उद्धार पाएको मान्छे चाहिँ के हुन्छ अरे? उद्धार हुन्छ। के हुन्छ अरे? उद्धार हुन्छ। अनि उद्धार पाएको अगुवाहरू विश्वासीहरू पनि उद्धार चित्तको हुनुपर्छ होइन, ठुलो हृदयको हुनुपर्छ। ठुलो हृदयको मानिसहरूले चाहिँ चेलापन निर्माण गर्दै जान्छ। आमेन। अनि चिवा नेपाली मण्डलीलाई म धन्यवाद र बधाई दिन चाहन्छु, किनभने तपाईँहरू जुन नम्रतामा भएर मण्डलीलाई अगाडि बढाइराख्नु भएको छ। म तपाईँहरूसँग हिजोको दिनदेखि जोडिरहेको कुरा होइन छु। हिजोको दिनमा हामी यहाँ हामी होल नाइट प्रार्थनामा आउँथ्यौँ होइन, तपाईँहरू थोरै सङ्ख्यामा हुनुहुन्थ्यो, कति धेरै हामीलाई स्वागत सत्कार गर्नुहुन्थ्यो। त्यो प्रेम त्यो नम्रता तपाईँहरूको थियो होइन। अनि तपाईँहरू आज यो ठाउँमा पुग्नु भएको छ र अबको दिनमा अघि नै पास्टरज्यूले भन्दै हुनुहुन्थ्यो अब तपाईँहरूको पाल चाहिँ अझै तन्किने हाल छ। आमेन। त्यसको निम्ति तपाईँले जुन अगुवाहरू निर्माण गर्दै हुनुहुन्छ म एकदमै यहाँहरूलाई बधाई दिन चाहन्छु। अनि यहाँहरूले जुन प्रकारको मेहनत गरिराख्नु भएको छ होइन, बाइबलले भन्छ आफ्नो जनहरूको निम्ति एक गिलास चिसो पानीको पनि प्रभुले हिसाब दिनुहुन्छ अरे। आमेन। अनि तपाईँहरूले जुन मेहनत गरिराख्नु भएको छ, जुन कष्टसँग होइन, अघि नै भन्नुभयो जापानमा हाम्रो पास्टरज्यू मात्रै हुनुहुन्छ फुल टाइम पास्टर होइन जापानमा। अनि हामी सबैजना चाहिँ काम गर्दै होइन मण्डलीको सेवा गरिरहेको छौँ। गाह्रो छ होइन, परिवारमा समय पनि दिनु पर्यो, बाहिरको होइन को बिरामी के कता गाह्रो छ। यो कष्टको बिचमा यो अप्ठ्यारोको बिचमा पनि चिवा मण्डलीले जुन प्रकारको एउटा चाहिँ सेवाकाईमा एउटा नयाँपन होइन एउटा उदाहरण प्रस्तुत गरिराख्नु भएको छ। जुन प्रकारको एउटा चाहिँ तपाईँहरूले लिडरसिपमा ल्याउँदै हुनुहुन्छ मण्डलीको अगुवाहरूलाई, यसको निम्ति हामी पनि उत्साहित छौँ
र हाम्रो निम्ति एउटा ठुलो लेसन हो, किनभने हामी पनि ठुलो हृदय हुनुपर्ने रहेछ। आमेन। तपाईँले जुन विशेष हाम्रो आदरणीय पास्टर जोसुवा लेप्चाज्यू लगायत उहाँको सम्पूर्ण मण्डली परिषदलाई म धन्यवाद दिन चाहन्छु। तपाईँले जुन ठुलो हृदयले अगुवाहरू निर्माण गर्नुभएको छ र आउने दिनमा चिवा मण्डली अनि हाम्रो नयाँ सृष्टि नेपाली भाषी मण्डलीलाई म बधाई दिन चाहन्छु। विशेष हाम्रो बहिनी शोभा सुनार तपाईँको माझमा हुनुहुन्छ, मलाई खुसी लाग्यो होइन, तपाईँहरूसँग जोडिनु भएको छ। अनि उहाँ एउटा असल बाइबल टिचर शिक्षक पनि हुनुहुन्छ। अनि तपाईँको मण्डलीसँग उहाँ जोडिँदै गर्दा अब हेर्दै जानु होला, धेरै असल कुराहरू हुनेछ। आमेन। किनभने हामीले ठिक समयमा ठिक काम गर्न सक्यौँ भने, अघि नै हाम्रो पास्टरजीले भन्दै हुनुहुन्थ्यो, नेहेमियाले दर्शन पाउनुभयो, दर्शन देख्नुभयो, देखेर उहाँ 1 घन्टा सुत्नु भयो त, 1 महिना सुत्नु भयो त, 1 हप्ता बस्नु भयो त, बस्नु भएन। तर तुरुन्तै आफ्नो त्यो असल जागिरलाई, असल ठाउँलाई, सुविधा युक्त ठाउँलाई छोडेर उहाँ चाहिँ के गर्नुभयो, त्यो भत्किएको पर्खाललाई निर्माण गर्नलाई हिँड्नुभयो, जानुभयो। अनि आफ्नो बोझ दर्शन र क्षमता भएको मानिसहरूले उहाँले प्रयोग गरेर त्यो समयलाई 52 दिनमा निर्माण गरिसक्नु भएको छ। आमेन। त्यसैले गर्दा चिवा मण्डलीले जुन उद्देश्यसहित अगाडि बढ्नुभएको छ, टोकियो नेपाली चर्चको तर्फबाट हामी हार्दिक बधाई, शुभकामना र प्रार्थना तपाईँको निम्ति निरन्तर छ। जसरी हाम्रो अगाडि नम्रतामा हुनुहुन्छ, आउने दिनमा अझै नम्र हुँदै जानु होला अनि तपाईँहरूले परमेश्वरले उचाल्नुहुनेछ। हामी तपाईँहरूबाट सिक्दै अगाडि बढ्नेछ भन्दै म शुभकामना बधाई दिन चाहन्छु। र हामीले त्यस्तो कसैले त केही पनि ल्याएनौँ होइन। मैले अघि नै भने हामी पनि हतारो काम है, यताउता व्यस्तताभित्र पनि अब आउनु मन हुँदाहुँदै कतिपल्ट आउन सकिँदैन र यसपटक चाहिँ जानै पर्छ भनेर हाम्रो परिवारसहित हामी आएका छौँ। र हामीले एउटा सानो एउटा बधाईको लागि फुल त ओइलेर जान सक्छ, तर तपाईँको सेवाकाई चाहिँ सधैँ ताजा हरियो घर लाग्दो हुँदै जाओस् भनेर हामीले सानो बुके फुलहरू ल्याएका छौँ। म हाम्रो आज चाहिँ अभिषेक हुनुभएका हाम्रो अगुवाजीहरूलाई म अगाडि बढाउन चाहन्छु र जोडी नै आउनु होला है, तपाईँहरूलाई जोडी देख्न पाऊँ। हामी ताली बजाउँ न है उहाँको लागि। आउनु होला ल तपाईँहरू।